हेलो गाइस, तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। मैले आज एउटा नयाँ हिन्दी मुभी रिभ्यू भिडियो लिएर आएको छु। मुभीको नाम रहेको छ वेलकम टू द जंगल। यो मुभीको मुख्य कलाकार रहेका छन् अक्षय कुमार, सुनील शेट्टी, परवेश रावल, ज्याकलिन फर्नास, ज्याकी श्रफ, राजपाल यादव, जोनी लिभर, तुषार कपूर मुख्य कलाकार रहेका छन्। अब यो टेलरको स्टोरी लाइनतिर लागौँ। के छ यसमा अनुमान गर्न सकिने। वेलकम टु द जङ्गलको टेलरलाई हेर्दा यो एकदमै टाइपिकल बलिउड मास कमेडी प्लस चासो मल्टी स्टार इन्टरटेनमेन्ट शैलीमा बनेको देखिन्छ। टेलरको मुख्य आकर्षण यसको ठुलो एसेम्बल कास्ट र लगातार चल्ने कमेडी टाइमिङ हो। धेरै कलाकार एकपटक स्क्रिनमा हुँदा इनर्जी हाई देखिन्छ, जसले अडियन्सलाई हल्का फुल्का इन्टरटेनमेन्ट दिने लक्ष्य राखेको छ। एक्सन र कमेडी मिसिएको कारण यो फिल्म इन्टरटेनमेन्ट जस्तो फिल हुन्छ। तर अर्को पक्षमा हेर्दा टेलर अलि ओभर क्राउड पनि लाग्छ। धेरै पात्र र धेरै सिन्स एकचोटि देखिँदा कहानीको स्पष्ट दिशा, क्लियर स्टोरी लाइन टेलरबाट फुल्ली बुझिँदैन। कमेडी धेरै ठाउँमा लाउड र लिपस्टिक स्टाइलमा छ, जुन सबै दर्शकलाई इक्वली मन पर्न सक्छ भन्ने पनि छैन। भिजुअल र प्रोडक्सन स्केल राम्रो छ, बिग बजेट बलिउड स्टाइल देखिन्छ। म्युजिक र ब्याकग्राउन्ड स्कोर पनि इनर्जेटिकै छ, जसले टेलरलाई फास्ट पिस्ट बनाएको छ। ओभरअल यो मुभी टेलर प्योरली इन्टरटेनमेन्ट कमेडी र मास अडियन्स टार्गेट गरेर बनाएको छ। यदि तपाईँलाई लाइट कमेडी बलिउड फिल्म मन पराउनुहुन्छ भने टेलर प्रमोसन छ। तर डिप स्टोरी वा रियलिस्टिक प्लट खोज्नुहुन्छ भने यो त्यति स्ट्रङ नलाग्न सक्छ। एकचोटि यसो अनुमान गरौँ त यो फिल्ममा के हुन सक्छ त? मलाई लाग्छ केही कलाकारको टोली, एक्टर्स प्लस फिल्ममेकर टाइप ग्रुप एउटा फेक फिल्म प्रोजेक्टको लागि जङ्गलमा जान्छन्। यो ग्रुप एउटा फेक फिल्म बनाउनलाई जङ्गलमा जान्छ र त्यहाँ पुगेपछि सिचुएसन कन्ट्रोल बाहिर जान्छ र जङ्गलमा सर्वाइभल कमेडी सुरु हुन्छ। एकअर्काको बारेमा लिएर हाँसो मजाक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। सबै पात्रहरू आफ्ना गर्लफ्रेन्डनी झगडा र फन्नी सिचुएसनमा फर्किन्छन्। सबै आफ्नो कमेडी टाइपमा फर्किन्छन्। कहानी फिल्मी विथ फिल्म स्टाइल जस्तो देखिन्छ। यो मलाई लाग्छ यिनीहरू एउटा फिल्म प्रोजेक्ट लिएर जङ्गलमा जान्छन् र जङ्गलमा गएपछि सब हाँसो मजाकको रूपमा गर्छन्। त्यही नै लाग्छ मलाई। अब तपाईँहरूलाई के लाग्छ, कस्तो लाग्छ कमेन्टमा भन्नुहोला। धन्यवाद।